भाग्यरेखा भनेकै आन्सर छ, भनेकै आन्सर छ। रेखा तिम्रो नजरमा संसार छ। सङ्घर्षमै निरन्तर लड्नेछु, निरन्तर लड्नेछु। आशीर्वाद देऊ झन्। पछिल्लो समय निकै नै प्रतिभाशाली लोक तथा दोहोरी गायिका रेखा पोखरेलको यतिखेर देश तथा विदेशमा निकै नै चर्चा र परिचर्चा र दर्शक श्रोताहरूले रेखा पोखरेलले गाएको विभिन्न गीतहरू निकै नै मन पराइदिनु भएको र आफूले लोकसम्राट गायक राजु पौड्यालसँग लाइभ दोहोरी गाउने अवसर मिलेको भन्दै लोक तथा दोहोरी चर्चित गायिका रेखा पोखरेलले जानकारी गराउनुभएको छ। आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय आफूलाई दर्शक श्रोताहरूको यति धेरै माया र साथ पाउँदा आफू निकै खुसी भएको र आफूले गाएको सबै जस्तो लाइभ दोहोरी र एल्बमको गीतको केही टुक्काहरू आज भोलि पनि सामाजिक सञ्जालमा निकै नै चर्चाको शिखरमा रहन सफल भएको र गीत सङ्गीतमा आफूले लामो समयदेखि सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र लोकसम्राट गायक राजु पौड्यालकै आफूले लाइभ दोहोरी सुन्दै आफू स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय आफूले लोकसम्राट गायक राजु पौड्यालसँग यसरी लाइभ दोहोरी गाउन पाउँदा आफू निकै खुसी भएको र आफूले दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायिका रेखा पोखरेलसँग आफूले लाइभ दोहोरी गाउने अवसर मिलेको भन्दै लोक सम्राट गायक राजु पौड्यालले जानकारी गराउनुभएको छ। पछिल्लो समय देश तथा विदेशमा आफू निकै नै परिचित हुन सफल भएको दर्शक श्रोताहरूको यति धेरै माया र साथ पाउँदा आफू निकै खुसी भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका रेखा पोखरेलले जानकारी गराउनु भएको छ नि आफूले लोकसम्राट गायक राजु पौड्यालसँग गाएको आफ्नो लाइभ दोहोरी निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएर आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय आफूले गाएको सबै जस्तो गीतहरू निकै नै उत्कृष्ट रहेको भनेर जानकारी गराउनु भएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा निकै नै भाइरल चर्चित गायिका रेखा पोखरेलसँग आफूले लाइभ दोहोरी गाउने अवसर मिलेको र आफूले र रेखा पोखरेलले गाएको लाइभ दोहोरी निकै नै उत्कृष्ट रहेको भन्दै लोकसम्राट गायक राजु पौड्यालले जानकारी गराउनु भएको छ। पछिल्लो समय निकै नै कडा शब्दमा लाइभ दोहोरी गाउन सक्ने गायिका विभिन्न चर्चित कलाकारहरूको साथमा आफूले लाइभ दोहोरी गाउँदा र पछिल्लो समय निकै नै प्रतिभाशाली गायिका रेखा पोखरेलसँग नै आफूले गाएको लाइभ दोहोरी निकै नै उत्कृष्ट र दर्शक श्रोताहरूले निकै नै मन पराइदिनु भएको र आफ्नो यतिखेर दर्जनौं गीतहरू बजारमा आइरहेको र आफूले अभिनय पनि आफ्नो गीतमा गर्दै आएको र पछिल्लो समय नै आफूले अभिनय र आफ्नै भोकलमा रहेको गीतहरू बजारमा दर्जनौं गीतहरू दर्शक श्रोताले निकै मन पराइदिनु भएको भन्दै लोक तथा दोहोरी गायक राजु पौड्याल तथा लोक सम्राट गायक राजु पौड्यालले जानकारी गराउनु भएको छ।